कतिजना मान्छेहरू डराउँछ क्या आउनु हेर्नु है त बाटो कस्तो छ होइन हेलो एभ्रिवान म चाहिँ आज धेरै समय पछाडि बाख्राकोटालाई जाँदैछु है पहाडी नगर फुलहरू देख्न सक्नुहुन्छ यो को आयो फेरि कहाँ जान्छ स्यार कस्तो टाइम छ नि म त अहिले खाँदिनँ भरे खान्छु सुड्डीले चाहिँ पानीपुरी ल्याइदिएको थिएछ ड्याममै खाना खाएर हिँडेको म त दामी छ तर धेरै खाना खाएँ मैले बाख्रालाई ढोका खोलिदिइसकेको छु आउँदैछ आइज 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 ओइ खसी हाम्रो घरदेखि अलि तल पर्छ होइन यो चाहिँ देउराली हो देउराली भन्छ यसलाई चाहिँ यहाँ पहिला यहाँदेखि चाहिँ दुईवटा बाटो दुईवटा यता जाने बाटो छ गाउँ छिर्ने बाटो हो अनि यता चाहिँ मैले राख्छु यता छ एउटा बाटो अनि यता खाएर जाँदैछ अब कुनै दिन म गाउँ पनि देखाउँछु यहाँ देउरालीदेखि देखिने आज गोठाला जाँदा देखिने चाहिँ त्यति नै देखाइदिएँ है त चलो 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 यहाँ पनि दुईवटा बाटो छ यहाँदेखि उधै जानुपर्ने हुन्छ मिर्गी उधो 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 यस गुड यहाँ पनि दुईवटा बाटो छ होइन बाटो नभनौँ एउटा चाहिँ कुलो हो यताउता बाटो हो ल भन्दै बाख्रालाई उधो लाएर म चाहिँ यो कुलो एकछिन कुलो हेरौँ यहाँदेखि पनि दामी दामी भ्यू देखिन्छ क्या पारी गाउँहरू देखिन्छ धेरै पहाडी आइयो यता पनि यो ठाउँहरू मलाई बासे भन्छ यो तल बाँझो देखिन्छ नि पुच्छर त्यो चाहिँ मेरै खेत हो है मैले त्यहाँ अलैँची लगाइदिएको छु मजा लागिरहेको क्या आज मौसम पनि क्लियर होइन तर हिमालहरू चाहिँ अलिकति बादलले छेकेछ यहाँ खेतमा म पनि बाख्रा चराउँदै ल फाइनल्ली मलाई बासेदेखि अलि ओरमा आइसकेको छु हाम्रो तल्लो गाउँ थोरै देख्न सक्नुहुन्छ है यता फाइनल्ली मैले बाख्राहरूलाई यहाँ कैद गरिसकेँ र मलाई चाहिँ त्यो डाँडा क्या ब्रुक यो ठाउँ जानु मन लागिहाल्यो क्या किनकि नजिकै पनि आइसक्यो यो हाम्रो खर्सु गाउँको एउटा फेरि चिनारी पनि हो खेम्पालुङ डाँडा त्यहाँ मलाई जानु मन लागिहाल्यो बाख्राले पनि हल्का मोड यता नै ताने जस्तो लाग्यो र नजिकै पनि हो त्यहाँ पुग्नै पर्छ मैले आज यो ठाउँ ल अब फाइनल्ली बाख्रा पनि मोड लिइसक्यो अब म चाहिँ सिधै बाख्रालाई छोडेर त्यहाँ खेम्पालुङ डाँडा जान्छु अनि एकछिन फर्केर आउँदा बाख्रालाई हेर्छु अहिले केही बाली साली छैन रहेछ मैले सबै निरीक्षण गरिसकेँ होइन बाली साली केही छैन रहेछ अब सक्यो क्या होइन सो अहिले खेतमा पनि चराउन मिल्ने भएको छ एउटा खुसीकै कुरा हामी बाख्राकोटेलाई सो अब म चाहिँ खेम्पालुङ डाँडातिर लागेँ खेम्पालुङ जाने बाटो चाहिँ भेटिसकेको छु है यही हो मेन बाटो
खेम्पालुङतर्फ लागिसकेँ। धेरै झोडी भएको रहेछ, सो मान्छेहरू पनि नगएको धेरै भइगयो है। लास्टै झोडी रहेछ है। खेम्पालुङ वरिपरि क्षेत्रमै दिसा पिसाब चाहिँ नगरिदिनु होला होइन। यो ढुङ्गा मात्रै होइन, यहाँदेखि मुनि त्यसकै यही ढुङ्गाको भाग तिरिएर गुफा पनि बनेको छ क्या। अब त्यहाँ चाहिँ चमेराहरू बस्ने कारणले बुढाहरूले चमेरा गुफा भनिदिएको रहेछ होइन, त्यही रहेको छ। सो अहिले चाहिँ यो खेम्पालुङ ढुङ्गाको कुरा गरौँ, खेम्पालुङको। अब म खेम्पालुङमा प्रवेश गरिसकेको छु। यहाँ पनि फेरि पूजा गर्ने गरिन्छ खेम्पालुङको। यहाँदेखि सब हिमाल, दुईवटा हिमाल देख्न सक्नुहुन्छ। ल एकचोटि हेरिदिनलाई अन्तिमचोटि यो ढुङ्गा चाहिँ यस्तो छ, खेम्पालुङ ढुङ्गा। हेर्नुहोस् पारि देखिन्छ दामी सिन। यता पनि भिर। टेन्सनै छ नि यार। दामी सिन अरू देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ चाहिँ सबभन्दा अप्ठ्यारो कहाँ आइपुगे। वाउ, यस्तो ठाउँमा आइपुगे जुन यहाँ चाहिँ ढुङ्गाले बनिएको छ। यस्तो ठाउँ छ। अब कसले फोहोर पनि गरिसकेको कि हो। हेर्नुहोस् यस्तो राम्रो ठाउँ। यही हो खेम्पालुङ चाहिँ। यो खेम्पालुङ ढुङ्गा चाहिँ अब तपाईँहरूले हेरिसक्नु भयो होला, के कस्तो छ भनेर कमेन्ट चाहिँ गरिदिनु होला जरुर। यही हो खेम्पालुङ, हाम्रो गाउँको खेम्पालुङ ढुङ्गा। यहाँ साँच्चै एकदम आनन्द छ क्या बस्नु। खोला सरर घरिघरि चरा कराउँछ है। ल अब यति भन्दै म पनि बाख्रा कता गइसक्यो, जानुपर्ने छ। खेम्पालुङ ढुङ्गा चाहिँ यही हो। अब म पनि घर फर्किँदैछु हो। चुच्चो भएर गएको छ। यो मुनि अझै एउटा गुफा छ, प्लस यहाँ गौथली बस्ने गुँडहरू पनि छ क्या। सो त्यो पनि एकदम दामी छ। यो मजा लाग्छ यो ठाउँमा आउनु, शान्त छ है। ल यति भन्दै म चाहिँ अब फर्किएँ। ल खेम्पालुङलाई बाई बाई। अब फेरि कुनै दिन आउँछु।